आएको छु। युट्युबमा धेरै समय भयो म लाइभ नबसेको तपाईहरुले हेर्न सक्नुहुन्छ। म धेरै समय अगाडि बसेको थिएँ। त्यसपछि आज फेरि म लाइभमा आएको छु। एकदमै खुसी लागेको छ आज युट्युबमा लाइभ आउन पाउँदाखेरि किनकि थोरै समयमा मात्रै लाइभ आउने गर्छु म चाहिँ हैन। प्रायःजसो भिडियो चाहिँ अपलोड गरेको छु तर चाहिँ म लाइभ बस्न चाहिँ भ्याइरहेको छुइनँ र कति मान्छेलाई लाग्छ यो मान्छे लाइभ त कहिले बस्दो रहेछ भन्ने पनि लाग्छ होला मेरो तपाईहरुले चाहिँ च्यानल हेरेर। तर म चाहिँ अक्सर गरिकन भिडियोतिर मात्रै म लागिरहेको हुन्छु। अहिले चाहिँ म सर्ट्स भिडियोहरू प्रायः बनाइरहेको हुन्छु। सो त्यही भएर पनि अलिकति टाइम हुँदैन। टाइम नभइसकेपछि चाहिँ अलिकति लाइभ आउन पनि मुस्किल पर्दो रहेछ क्या। त्यही भएर आज चाहिँ म एकदमै छोटो समय भए पनि लाइभ आएको छु र जति लामो समयसम्म लाइभ बस्यो, जति लामो लाइभ बस्यो त्यति नै फाइदा हुने रहेछ हुन चाहिँ हैन। युट्युबमा त्यति साह्रो मैले पनि कुराहरू बुझेको छुइनँ। तर चाहिँ जे होस् लाइभ चाहिँ बस्नै पर्ने रहेछ है। सो आज चाहिँ म केही भलाकुसारी केही कुराकानी पछि चाहिँ म लाइभ अन्त्य गर्नेछु। यदि तपाईहरु मेरो लाइभलाई हेर्दै हुनुहुन्छ भनेदेखि चाहिँ कमेन्ट गर्नु होला। तपाईहरु कहाँबाट हुनुहुन्छ कृपया कमेन्टको पर्खाइमा छु है म चाहिँ। अहिलेसम्म चाहिँ मैले 0 भ्युअर्स देखेको छु है। कसैलाई मैले देखेको छुइनँ। यदि तपाईहरुले मलाई देखिराख्नु भएको छ भने कमेन्ट गर्नु होला है त है। मैले चाहिँ यहाँनिर अहिलेसम्म देखेको छुइनँ कसैलाई पनि। अलिकति यहाँनिर म यो सेटिङहरु पनि हेर्दै छु है। म पहिलोचोटि लाइभ बसेको यहाँ फिल्टर पनि हाल्न मिल्ने रहेछ अलिकति हैन। अहिले मेरो फेस अलिकति क्लियर जस्तो आयो अघि भन्दा। यसलाई म फेरि फिल्टर अफ गर्छु है त। यसलाई अफ गरेँ है। रिटच भन्ने रहेछ है यहाँनिर रिटच भन्ने रहेछ। यसलाई मैले अन गर्दा यस्तो मेरो फेस देखिन्छ हैन। अब यसलाई मैले चाहिँ फेरि अन गरिदिएँ भने थोरै मेरो क्लियर फेस आउँछ हेर्नु होला है। यहाँनिर तपाईहरु चाहिँ यदि तपाईहरुलाई नि यो कुरा थाहा छैन भने चाहिँ मलाई चाहिँ थाहा थिएन। तपाईहरुलाई थाहा हुन सक्छ हैन। यो राइट साइडमा चाहिँ यहाँ जम्मा 2 3 वटा 5 वटा 4 5 6 वटा फंक्सन छ। एउटा माथि क्यामेराको साइन छ त्यहाँनिर। त्यसलाई चाहिँ फ्लिप गर्न सकिन्छ पछाडी अगाडि। यहाँ 2 जना मैले अडियन्सहरु 2 जना मान्छे मैले देखिरहेको छु। यदि तपाईहरु मेरो लाइभलाई हेर्दै हुनुहुन्छ भने तपाईलाई वेलकम छ मेरो लाइभमा। पहिलोचोटि मेरो लाइभमा आउनु भएको छ भने एकदमै तपाई भाग्यमानी मान्छे है। कमेन्ट गर्नु होला कहाँबाट हुनुहुन्छ कृपया कुराकानी गरौँ। तपाईकोमा पनि म कमेन्ट गर्नेछु। तपाईको भिडियोहरु पनि म हेर्नेछु। यदि तपाई कहाँबाट हुनुहुन्छ है त मैले यहाँ नाम क्लिक गर्नु खोजेको नाम नदेखाउँदो रहेछ यहाँबाट हेर्नलाई है। वेलकम टु माई लाइभ च्याट रिमेम्बर टु गार्ड योर प्राइभेसी एन्ड एभाइड बाई आवर कम्युनिटी गाइडलाइन्स भनेको छ यहाँनिर। अरु कतैतिर नाम हेर्ने सिस्टम रहेनछ। यदि तपाईलाई अप्ठ्यारो लाग्दैन समय छ भने कमेन्ट गर्नु होला है त। यहाँनिर चाहिँ मैले के कुरा गर्दै थिएँ 5 वटा फंक्सनहरु 6 वटा फंक्सनहरु छ। एउटा क्यामेराको भयो त्यसपछि माइकको फंक्सन छ है त्यहाँनिर। यदि त्यो माइकलाई चाहिँ हामीले क्रस गर्यौं भने चाहिँ त्यो माइक आउँदैन। त्यसपछि त्यो भन्दा तल तेस्रोमा चाहिँ रिटच भन्ने छ त्यहाँनिर। त्यो रिटचमा एकचोटी हामीले टच गर्यौं भने चाहिँ त्यो अन हुन्छ हैन। अन भयो भने चाहिँ अलिकति फेसहरु चाहिँ क्लियर आउने रहेछ के। मैले चाहिँ अगाडि चाहिँ त्यो याद गरेको थिएन र मैले चाहिँ रिटच अफमै गरिरहेको थिएँ। अलिकति मेरो फेस चाहिँ के थियो अलिक राम्रो आएको थिएन। तर त्यो रिटचले चाहिँ अन गरिदिएपछि अहिले मेरो फेस अलिकति मैले आफैले हेर्दा चाहिँ क्लियर देखिरहेको छु। तपाईले हेर्दा कस्तो देख्नु भएको छ है त। अगाडि मैले चाहिँ अलिक